हेलो एभ्रिवान, गुड मर्निङ। यदि हजुरहरूलाई पनि यो खालको फुलहरू बनाउन मन छ भने यो चाहिँ कुसनमा लगाउनको लागि बनाएको है मैले। यो खालको फुल बनाउन मन छ भने यो भिडियोमा कमेन्ट गर्नु होला है त। मैले यो फुल बनाउन कसरी चाहिँ सुरु गर्ने अनि कसरी बनाउने भन्ने विषयमा म भिडियो बनाउँछु। यो भिडियो जसले हेर्नुहुन्छ नि कमेन्ट गर्नु चाहिँ नबिर्सिनु है। मलाई पनि सिक्नु मन छ या मलाई पनि आउँछ, मैले पनि बनाउँछु। यस्तो भिडियोहरू चाहिँ कमेन्ट गर्दिनु है त। हेलो एभ्रिवान, आज चाहिँ मैले यो कुसनमा यो फुल छ जुन यसलाई हामी कसरी बुन्न सकिन्छ भनेर चाहिँ मैले सजिलो तरिकाको भिडियो राखेको छु है त। आउनुहोस्, यदि हजुरहरूलाई पनि यो फुल बनाउन आउँदैन भने म सँगसँगै मेरो भिडियो हेरेर हजुरहरूले पनि सिक्न सक्नुहुनेछ है त। एकदमै सजिलो तरिकाले म सिकाउने छु। यदि हजुरहरूले बुझ्नु भएन भने पनि कमेन्ट गरेर सोध्न सक्नुहुनेछ है त। यो चाहिँ इन्डियन धागोदेखि बनाएको हो, एकदमै राम्रो क्वालिटीको छ। मैले चाहिँ ग्रिन अनि पिङ्क कलरको कम्बिनेसनमा चाहिँ फुल बनाउने छु है त। धागोलाई यसरी गाँठो पार्न लागेको जस्तो बनाउने अनि क्रुसको सहायताले यसरी हामीले 1 2 3 4 यसरी हामी 4 चेन तान्ने। त्यस पछाडि सुरुको चेनदेखि चाहिँ हामी डाइरेक्ट यसरी धागो तानेर लास्टको चेनमा त्यही एकै ठाउँ तानिदिने अनि फेरि यसलाई 3 चोटि चाहिँ 3 चेन तान्ने अनि त्यही होलदेखि चाहिँ हामीले 16 घरसम्म चाहिँ यसरी बनाउनु पर्दछ। 16 घर भइसकेको छ, त्यस पछाडि यसरी जोड्ने है। अब त्यसलाई फेरि 3 घर तान्ने। 3 चेन तानिसके पछाडि प्रत्येक 2-2वटा त्यो जुन हामीले अगाडि तानेको थियो नि, त्यो 16 घर तानेको छ, त्यसको बिचदेखि चाहिँ 2 घरदेखि चाहिँ हामीले यसरी 5-5 चेन तानेर हामीले यसरी एक राउन्ड बनाउनु पर्ने छ है त। अर्को नेक्स्ट भिडियोमा आए हामीले यसरी चेन तान्दै 8वटा भाग बनाइसके पछाडि यसरी हामी सुरुको भागमा चाहिँ यसरी जोड्न सक्छौँ है त। यसरी जोडिदिने यसलाई अनि त्यही जोडेको भागदेखि चाहिँ 8वटा छ कि छैन गर्नु होला। अनि हामीले जोडेको भागदेखि यसरी 1 2 3 गरेर चेन तान्ने। 3 चेन तान्यो, त्यस पछाडि यही होलदेखि हामी 2 3 गर्दै हामी 7 चोटिसम्म चाहिँ डबल क्रोसेट बनाउँदै यसरी तान्ने है त। यसरी हामी 7 चोटि 8 9 10 चोटिसम्म पनि बनाउन सक्छौँ, किनभने हामी जति धेरै बनाउँछौँ फुलको साइज ठुलो हुन्छ है। यसरी हामी यो अर्को भागमा नि फेरि गएर 3 चेन तान्ने अनि त्यस पछाडि त्यसरी नै डबल क्रोसेट बनाउने। तपाईँले सेम साइज बनाउनको लागि चाहिँ प्रत्येक भागमा चाहिँ 6वटा या 7वटा या 8-8वटा त्यसरी नै बनाउन सक्नुहुन्छ है। सबै होलमा चाहिँ यसरी नै डबल क्रोसेट गर्दै चेन तान्दै गर्न सक्नुहुनेछ। यसरी सबै भागमा चाहिँ मैले गराइसकेको छु। अब यसरी हामी यहाँसम्म बुनिसके पछाडि यो धागोलाई यसरी पछाडिबाट तान्ने है। यो पछाडिदेखि हामी यसरी धागो ताने पछाडि यहीँबाट चाहिँ हामी अगाडि जस्तो हामी पहिलो भागमा गरेको थियो त्यसरी नै सेम 5 चेन तान्ने। त्यस पछाडि यसरी 2टा यो जुन फुल बनाएको छ नि हामीले, यो 2टा भागको यो बिचदेखि चाहिँ हामी यसरी क्रुस छिराउने अनि यो दुईटै उसलाई एकै ठाउँमा यसरी
स्टिच गर्ने है। यसरी नै फेरि हामी 5 चेन तान्ने अनि त्यसपछि फेरि अर्को भागमा यो दुईटा फुलको पत्ता छ नि जुन त्यसको बीचदेखि चाहिँ यसरी नै त्यहीँनिर स्टिच गर्ने, जुन 5 चेन ताने पछाडि अनि फेरि 5 चेन तान्ने यसरी। अनि यसो गर्दै हामी 8 वटा चेन तान्ने है त। जुन अगाडि हामीले सुरुमा चेन तानेको सेम त्यसरी नै हामी वरिपरि नै 8 वटा चेन हुन्छ है। त्यसरी ठिक्क फुलको बिचमा गर्दै गर्दा ठिक्क 8 वटा चेन हुन्छ। यसरी नै यो फर्स्टको चेनमा चाहिँ हामी यसरी गर्ने अनि त्यसपछि फेरि सेम 3 चेन तान्ने अनि सुरुमा हामीले कसरी बनाएको थियौँ फुलको त्यो जुन प्याटर्न थियो त्यो कसरी बनाएको थियौँ त्यसरी नै सेम 7 चोटि डबल क्रोसे गर्दै यसरी नै बुन्ने प्रत्येक चेनमा है। सेम अगाडिकै भागको जस्तै सेम प्रोसेस हो, त्यसलाई दोहोऱ्याउने मात्रै हो, त्यस्तो गाह्रो केही पनि छैन। यदि बुझ्नु भएन भने हजुरले इनबक्समा या कमेन्टमा मेसेज गर्न सक्नुहुनेछ। म फेरि सकेसम्म फेरि बुझाउने तरिकाले फेरि भिडियो बनाइदिनेछु है त। यसरी नै फेरि जस्तो मैले फर्स्टको भागमा बनाएको थिएँ त्यसरी नै फेरि फर्स्टको भागमा चाहिँ नबनाउने, सेकेन्डको भागमा मात्रै त्यसरी नै फुलको बिचदेखि नै हामी त्यसरी नै 5 चेन तान्दै हामी फेरि त्यो जुन प्याटर्न बनाउने भाग बनाएको थियौँ त्यहाँ त्यसरी नै सेम प्रोसेसले बनाउने है त। अब नेक्स्टमा चाहिँ हामी ग्रीन कलरको धागो लगाउँछौँ। अब नेक्स्ट पार्ट हेर्न नबिर्सनु होला। यो फुलको सेप चाहिँ यस्तो बन्छ है। हामी फेरि तल अर्को भाग पनि बुन्छौँ अनि त्यस पछाडि यो अझै ग्रीन कलरको चाहिँ यसरी राख्नु बाँकी छ, जुन हामीले 5 चेन तान्दै प्रत्येक फुलको बिचमा राखेको छौँ नि। अब यसको प्रत्येक भागदेखि चाहिँ हामी यसरी यो ग्रीन कलरले सेम प्रोसेस हामी जसरी पिङ्क कलरको धागोले हामी जसरी बुनेको थियौँ माथिल्लो भागहरूमा त्यसरी नै हामी बनाउने है त। यसरी धागोलाई मैले जोडेँ, त्यस पछाडि 1 2 3 चेन तान्दा नै हुन्छ। अब कत्रो साइजमा तान्नुहुन्छ तपाईँले त्योमा भर पर्छ है। यसरी नै प्रत्येक हामी जुन चेन तानेको भागबाट चाहिँ यसरी डबल क्रोसे 7 वटा 8 वटा या हजुरलाई कत्रो साइजको फुल मनपर्छ त्यही अनुसारले गर्न सक्नुहुन्छ है त। जुन एउटा भागदेखि चाहिँ हामी 7 वटासम्म चाहिँ चेन तानेको छु है मैले चाहिँ। यसरी नै हजुरहरूले पनि सेम गर्न पनि सक्नुहुन्छ। यसरी अर्को भागमा यसरी स्टिच गर्दै फेरि 3 चेन लिने अनि सेम प्रोसेस यसो गर्दै सबै भागमा चाहिँ हामी ग्रीन कलरले यसरी नै बुन्दै जान्छौँ है त। जस्तो ग्रीन कलरले किन बुनेको भन्दा अब त्यो चाहिँ जुन फुलको मुनिपट्टिको भागमा ग्रीन कलरको हुन्छ नि त्यस्तै नेचुरल टाइपको देखाउनको लागि चाहिँ बुनेको है खासमा यो चाहिँ। यसमा अर्को पत्ता पनि राख्न मिल्छ। यसरी बुनेर लास्टमा चाहिँ हामीले फिनिसिङ गर्दा चाहिँ पत्ताहरू लगाउनुपर्छ। यसरी नै हामी यो भागमा जोड्यौँ, त्यस पछाडि फेरि सेम प्रोसेस यसरी नै फेरि 5 वटा चेन तान्ने। अब फेरि माथिल्लो भागलाई छोडिदिने। अब यो ग्रीन कलरको भाग छ नि त्यसको यो दुईटाको बिचदेखि हामी यसरी धागोलाई एकै ठाउँमा एट्याच गर्ने अनि त्यस पछाडि फेरि 5 चेन तान्ने। त्यसै गरेर हामी 8 वटासम्म चाहिँ चेन हुन्छ है। जुन हामी 5 वटा चेनको प्रत्येक फुलको बिचदेखि यसरी चेन तान्दाखेरि चाहिँ हाम्रो 8 वटा भाग चाहिँ बन्छ है। यसरी प्रत्येक भागमा यसरी नै 5 चेन लिँदै अनि यो दुईटा यो पत्ताको बिचदेखि चाहिँ यसरी नै धागोलाई एकै ठाउँमा स्टिच गर्ने अनि त्यस पछाडि फेरि 5 चेन लिने।
अनि फेरि अर्कोपट्टिको पत्तामा गएर फेरि स्टिच गर्ने गर्दा गर्दै हामी 8 वटा यस्तै चेन बनाउँछौँ। यो खालको फुलदेखि अरू ब्यागहरू बनाउन सकिन्छ, जस्तो पर्दा छ्याप्नेहरू बनाउन सकिन्छ, फ्लावर नै बनाउन सकिन्छ, हरेक किसिमको आइटमहरू बनाउन सकिन्छ है यो फुल बनाउन जानियो भने। यसरी चाहिँ अब यो फुल कम्प्लिट भएको छ। जस्तो हामी स्टार्टिङ गर्दाखेरि कुसन स्टार्ट गर्दाखेरि यसैबाट बनाउँछौँ र अरू भागमा चाहिँ यो हाम्रो फुल चाहिँ पछाडिको भागदेखि चाहिँ यस्तो देखिन्छ अनि यो अगाडिको भागदेखि चाहिँ यस्तो देखिन्छ है। हामीले यसरी यो कुसन बनाएर माथिबाट राख्न पनि सक्छौँ यसरी। अनि स्टार्टमै यसैलाई बुनेर अनि यो जोइन गरेर यो भाग चाहिँ जोइन गरेर पनि हामी कुसन बनाउन सक्छौँ। यो जुन मैले 8 वटा भाग राखेको छु, जुन चेन तानेको भाग छ, त्यसलाई अब यो सेतो धागोले चाहिँ हामी यो कुसनको भागहरू बुन्नेछौँ है त। यसरी हामी यो जुन सिक्री तानेको भाग थियो नि, जुन चेन तानेको भाग थियो, त्योदेखि हामी यसरी धागोलाई यसरी लिने। यो दुईटै भाग छ नि जुन धागोको टुप्पा, त्यसलाई पनि यसरी नै बुन्यो भने चाहिँ टाइट हुन्छ, त्यसरी गाँसिराख्नुपर्ने झन्झट हुँदैन है। अनि यसरी 3 चेन लिने अनि यही भागदेखि चाहिँ हामी 2 भयो 3 यसरी डबल क्रोसिया 2 चोटि डबल क्रोसिया एकचोटि 3 चेन लिए। त्यस पछाडि 2 चेन तान्ने अनि फेरि त्यही होलदेखि नै हामी 3 चोटि डबल क्रोसिया गर्ने है त। यसरी 3 चोटि डबल क्रोसिया गरिसके पछाडि यो ग्रीन कलरको जुन सिक्री तानेको अर्को भागदेखि हामी फेरि 1 2 अनि 3 गरेर 3 चोटि डबल क्रोसिया तान्ने अनि फेरि अर्को सिक्रीको भागदेखि चाहिँ फेरि 1 2 3 गर्ने अनि 1 2 चेन तान्ने अनि फेरि सेम 1 2 3 गरेर सेम होलदेखि चाहिँ हामी बुन्ने। फेरि अर्को नेक्स्ट भागमा हामी फेरि 3 चोटि मात्र डबल क्रोसिया गर्ने, 1 चोटि 2 चोटि 3 चोटि। अब यो भयो अनि अर्को चोटि फेरि हामी 1 2 3 यसरी 3 चोटि डबल क्रोसिया गर्ने अनि 1 2 चेन लिने अनि फेरि सेम 3 चोटि नै हामी डबल क्रोसिया गर्ने एकै ठाउँदेखि है, एउटै होलदेखि नै। त्यसरी नै हामी 3 चोटि डबल क्रोसिया गर्ने यो भागमा। फेरि त्यसको साइडको भागमा फेरि हामी 3 चोटि मात्रै डबल क्रोसिया गर्ने, 1 चोटि भयो 2 चोटि अनि 3 चोटि है। अनि फेरि अर्को भागमा हामी सेम प्रोसेसले गर्ने, 1 चोटि यो यता धागो अल्झिएछ, यो भाग चाहिँ अलिक धागो अल्झेर कस्तो भएछ कि अनि त्यही भएर नमिलेको जस्तो भयो। अनि यसको यो भाग चाहिँ थोरै धागोमा अल्झेकोले गर्दा त्यस्तो भएछ। यसरी नै हामी फेरि लगातार यसरी नै गर्छौँ है त। यसरी गर्नुपर्छ। जस्तो एक भागमा हामी 2 चोटि नै एकै ठाउँमा गर्छौँ भने
एउटा चेनमा चाहिँ एक भागमा चाहिँ हामी 3 चोटि मात्रै डबल क्रोसे गर्छौँ भने अर्को चेनमा गएर चाहिँ हामी 6 चोटि डबल क्रोसे गर्छौँ। बिचमा तर 2 चेन तान्नुपर्ने हुन्छ। यसो गर्दा हाम्रो 4वटा 3-3वटा चाहिँ डबल क्रोसे तानेको हुन्छ भने 4वटा चाहिँ 6-6वटा चाहिँ डबल क्रोसे तानेको हुन्छ है। यसरी गर्दा हाम्रो 8वटा भाग बनेको हुन्छ। यसरी नै हामी चक्का बनाएर फुलहरू, रुमाल अनि ब्यागहरू बनाउन सकिन्छ भने यो चाहिँ मैले डाइरेक्ट कुसनको लागि बनाएको है। यसरी हामी जोड्न सकिन्छ। अबको भागमा चाहिँ हामी यसैलाई नै अब बढाउँदै जानुपर्छ। यसरी यो स्टिच गर्दै लानुपर्छ है। अनि यो भागमा गए पछाडि 3 चेन तान्ने, जुन हामीले डबल 2 चोटि 3वटा डबल क्रोसे गरेको थियो अनि बिचमा 2टा चेन तानेको थियो, त्यो भागमा पनि है। त्यस पछाडि चाहिँ 3 चेन तानिसके पछाडि हामी त्यही भागदेखि डबल क्रोसे गर्दै 2वटा चेन तान्ने अनि त्यस पछाडि फेरि सेम 3वटा डबल क्रोसे गर्ने। यो चाहिँ कर्नरको भाग हुन्छ। यसै गरेर यसको साइडदेखि चाहिँ अब हामी 3टा यसरी डबल क्रोसे गर्दै बुन्ने। सजिलो छ एकदमै। 4 पाटे रुमालहरू बुनिराख्नु भएको दिदीबहिनीहरूलाई एकदमै सजिलो तरिकाले आइहाल्छ यो बुन्न। यदि नबुन्नेहरूको लागि पनि सजिलै छ, बुन्यो भने सकिन्छ जसले पनि। यसरी नै यो प्रत्येक साइडदेखि चाहिँ हामी यसरी नै 3 चोटि डबल क्रोसे गर्दै बुन्ने। जुन यो कर्नरको भागमा छ एकैचोटि हामीले 4वटा होइन 6वटा चाहिँ हामी एउटै चेनदेखि तान्छौँ नि, त्यो भागमा चाहिँ त्यो भाग चाहिँ हाम्रो कर्नर हो है। यो भाग भयो। अनि यसरी फेरि यसको बिचदेखि नै दिनुपर्छ अनि 3 चोटि नै डबल क्रोसे गर्नुपर्छ। सिक्न सजिलो होस् भनेर मैले छोटो भिडियो बनाइदिएको छु। हजुरहरूले प्रत्येक भिडियोलाई हेरेर अनि सिक्ने कोसिस गर्नुहोला। यसरी नै हामी फेरि यो अर्को कर्नरको भागमा चाहिँ बिचदेखि नै त्यसरी नै जान्छौँ है। हामी कर्नरको भाग चाहिँ कसरी चिन्ने भन्दा बिचमा चाहिँ 2टा चेन तानेको हुन्छ, छोरै हुन्छ अनि सेम ठाउँदेखि चाहिँ लिएको हुन्छ। यसरी नै अरू भागदेखि चाहिँ हामी 3-3वटा डबल क्रोसे गर्छौँ भने 4वटा कर्नरको भागदेखि चाहिँ सेम ठाउँदेखि एकचोटि चाहिँ 3वटा डबल क्रोसे दिन्छौँ अनि बिचमा 2वटा चेन तान्छौँ अनि फेरि सेम त्यही ठाउँदेखि नै हामी 3टा डबल क्रोसे तान्छौँ है। यसरी गर्दाखेरि चाहिँ हाम्रो कुसनको सेप चाहिँ 4 पाटे स्क्वायर सेपमा चाहिँ जान्छ। यसै गरेर नै हामी 25 राउन्डसम्म चाहिँ बुने पछाडि चाहिँ हाम्रो कुसनको लागि चाहिँ यो रेडी हुन्छ। अनि फेरि जोड्ने भागहरू चाहिँ म हजुरहरूलाई अर्को भिडियोमा देखाउने छु। यसरी नै हामी राउन्ड बाई राउन्ड गर्दै बुन्नेछौँ है त। प्रत्येक राउन्डमा हामी यो कर्नरकै तरिकाले हामी सेम ठाउँदेखि 6 चोटि एउटै ठाउँदेखि 3 चोटि चाहिँ
डबल क्रोसेट लिने अनि फेरि बिचमा 2वटा चेन तान्ने अनि फेरि त्यही भागदेखि नै हामी 3 चोटि डबल क्रोसेट तान्यो भने चाहिँ हाम्रो कर्नरको भाग निस्किन्छ। यसै गरेर नै हामी प्रत्येक राउन्डमा चाहिँ कर्नरमा चाहिँ सेम प्रोसेस गर्नुपर्छ। अनि अरु चाहिँ साइडदेखि नै जुन 3वटा चेन तानेको भागको साइडमा रहेको स्पेसदेखि नै हामी यसरी नै तान्ने अनि यो हाम्रो चाहिँ सेप यस्तो रहेको छ। अनि यसरी यो प्याटर्नदेखि हामी ब्यागहरू रुमालहरू पनि बनाउन सक्छौँ। घमण्ड र आत्मसम्मान बीचको फरक छुट्याउन नसक्ने मान्छेहरूले मलाई घमण्डी नै देख्छन्। मेरो दुःख, मेरो कष्ट, मेरो सङ्घर्ष, मेरो रोदन, मैले रोएका कयौं रात, मेरो भोगाई र मेरो विगत मलाई मात्र थाहा छ। जरुरी छैन मान्छेको सहानुभूति पाउन र बिचरा भनी माग्नलाई मैले मान्छेको अगाडि रुँदै हिँड्नुपर्ने अथवा व्यथा पोख्दै हिँड्नुपर्ने, मैले आफ्नो दुःखहरू बाँड्दै हिँड्नुपर्ने अथवा आफूलाई मजाकको पात्र बनाउँदै हिँड्नुपर्ने। सबैको अगाडि आफूलाई दरो बनाएर जिन्दगीको हरेक चुनौतीहरूलाई लडेर डटेर सामना गरेर अगाडि हिँड्ने मान्छे हुँ म। तिमीले मलाई लापरवाह देख्लौ, घमण्डी देख्लौ, तर त्यो मेरो शक्ति हो। तिमीले मैले हिँड्नु परेको बाटो कहिले हिँडेकै छैनौ भने ती बाटोमा आएका अप्ठ्याराहरूलाई पनि पक्कै पनि भोगेका छैनौ। नबुझेको र महसुस नगरेको कुराको मूल्याङ्कन कहिले पनि नगर्नु, भुलेर पनि नगर्नु जिन्दगीमा। म मान्छेको अगाडि एउटा रूप र भित्री अर्को रूप लिँदै हिँड्ने बहुरूपी होइन नि। म जे छ त्यही प्रस्ट्याउँछु, दर्शाउँछु। तिमी जस्तो बाहिर एउटा रूप र भित्री अनेकौं रूप लिँदै बहुरूपी बनेर हिँड्ने बानी छैन मेरो। सबै कुराहरू बुझेर पनि मेरो बारेमा सही बोल्दै हिँड्न सक्दैनौ भने गलत बोल्ने गल्ती पनि नगर्नु कहिले जिन्दगीमा। म गलत सहेर बस्ने मान्छे पनि होइन र ठक्कर लाग्दैमा आफ्ना पाइला रोक्ने मान्छे पनि होइन। त्यो त तिमीलाई निकै गहिरिएर थाहा भएकै कुरा होला। यो आत्मसम्मान मैले मेरी आमाबाट पाएकी र सिकेकी हुँ र यही कुराहरू मैले मेरो छोरालाई पनि सिकाउँछु। गलतको अगाडि कहिले नचुक्नु, गलतको विरोध आवाज जहिले पनि उठाउनु। चाहे गलत आफूमाथि भइरहेको छ अथवा अरूमाथि, अन्यायको विरोध सदैव गर्नु। मैले किनेर पाएको इज्जत र साहस होइन, अनेकौं दुःख, सङ्घर्ष, कष्ट, अनेकौं त्यागहरू पश्चात कमाएको घमण्ड हो यो मेरो। आँच पुर्याउने, मलाई गिराउने अथवा ममाथि तुच्छ वचन प्रयोग गर्ने गल्ती बिर्सेर पनि कहिले नगर्नु। अरूमाथि गलत हुँदा उठ्ने आवाज आफूमाथि भयो भने चुप लागेर बस्छु त म। हेलो एभ्रिवान, मैले चाहिँ यो कुसन कभर बुनेको स्टार्टदेखिको भिडियो चाहिँ पार्ट 1 पार्ट 2 गर्दै सबै राखेको छु। अब चाहिँ यो यसरी 4 पाटे रुमाल 25 राउन्डसम्म बुनिसके पछाडि चाहिँ हामी यसरी सुल्टो राख्ने है, सुल्टो बनाएर राख्ने। अनि यो भागलाई चाहिँ यसरी ठिक्क बिचमा लिने। अनि अब यो भाग भयो अनि यो साइडको भाग अनि सबै 4वटा चुच्चो हुन्छ नि जुन, त्यसलाई चाहिँ ठ्याक्क जस्तो 4 पाटे आकार दिएर चाहिँ हामी यसरी राख्न सक्छौँ। यसरी मिलाउनुपर्छ मजाले, आफूले मिलाउँदाखेरि चाहिँ अलिक राम्रो बन्छ, त्यसरी डाइरेक्ट भन्दा पनि। यसरी मिलाएर हामी 4 पाटे सेप दिन सक्छौँ। त्यस पछाडि यसलाई हामी बुनेर यसको फिक्स गर्छौँ है। कसरी गर्ने त्यो बारेमा म नेक्स्ट भिडियो राख्नेछु, किनभने धेरैजनाले चाहिँ मलाई रिक्वेस्ट गर्नुभएको थियो कि पछाडिपट्टि पनि कसरी बुन्ने, कसरी जोड्ने त्यो विषयमा भिडियो बनाउनु, पछाडिको भाग पनि देखाउनु भन्नुभएको थियो। यसरी यो लाइनमा चाहिँ हामी बुन्नेछौँ। 2टा लाइन चाहिँ मजाले बुन्नेछौँ भने दुईतिर चाहिँ यो पछाडिको भाग चाहिँ यसरी चाहिँ राख्नुपर्छ उल्टो बनाएर। अनि यसरी 4 पट्टिको यो 4 चुच्चोलाई एकै ठाउँ चाहिँ हामी जम्मा गर्नुपर्छ। अनि यो भाग भयो,
यो कसरी बुन्ने कसरी जोड्ने त्यो बारेमा म भिडियो बनाउँदैछु। यो 3वटा चुच्चो छ, यसलाई चाहिँ हामी यसरी जोइन गर्ने है। मेरो हातको भागले चाहिँ नदेखिँदो रहेछ, भिडियो बनाउँदा पनि अलि अब ब्याक क्यामेरा हुन्छ अनि आफू काममा हुन्छ, त्यही भएर कस्तो देख्यो भनेर हेर्यो, फुर्सद पनि हुँदैन। यसरी 2टा टुप्पालाई जोडेँ मैले। त्यस पछाडि यो अर्को टुप्पालाई पनि हामीले एकै ठाउँ यसरी जोड्न सकिन्छ। यसरी हामीले एकै ठाउँमा लिएर चाहिँ यो दुईपट्टिको भागको एक-एकवटा छ, त्यो भागलाई चाहिँ हामी यसरी सिङ्गल यसरी तान्ने अनि यसरी धागो लिँदै यसरी तान्दै गर्ने। अनि यो भाग चाहिँ हामी एकदमै लुज बुन्नुपर्छ, धेरै टाइट गऱ्यो भने कुसन अगाडिको भाग अलि ठुलो, पछाडि चाहिँ अलि राम्रो हुँदैन। त्यसले गर्दा यो भाग चाहिँ हामीले बुन्दा चाहिँ अलि लुज गरेर बुन्नुपर्छ। यसरी नै यताको एक घर यताको एक घर गर्दै यसरी यताको छेउदेखि यताको छेउसम्म चाहिँ हामी बुन्न सक्छौँ है। यसरी नै यसरी जोडिसके पछाडि धागोलाई यहीँ काटेर यहीँ सेट गरिदिने अनि त्यो बाँकी रहेको धागो काट्ने। अब यो यताको पार्ट यसरी मिलाउने है। यो पार्टलाई चाहिँ यसरी मिलाउँदा 4 पार्ट सेट बन्छ। अब यो भाग पनि फेरि त्यसै गरेर बुन्ने। यो भाग पनि यो टुप्पासम्म यसरी नै बुन्ने। यस्तो देखिन्छ। यो दुईपट्टिको भाग हामीले बुनिसके पछाडि हाम्रो कुसन कभरको सेप चाहिँ यस्तो देखिन्छ। अब रह्यो बाँकी रहेको एकपट्टिको यो जुन टुप्पा छ त्यसलाई चाहिँ यसरी मिलाउने, राम्रोसँग मिलाउने। त्यस पछाडि चाहिँ हामी यसको आधी भाग थोरै भाग है। यो भाग चाहिँ कुसनको त्यो पमवाला कुसन चाहिँ त्यो भित्र राख्नको लागि चाहिँ सजिलो होस् भनेर चाहिँ त्यसरी राख्ने गर्छौँ। यो भागमा चाहिँ धेरै बुन्नु पर्दैन, थोरै मात्रै थोरै भाग चाहिँ बुन्दा हुन्छ। यो कुसनलाई अर्को तरिकाले पनि बुन्न सकिन्छ, जस्तो यो चारैपट्टिको भागको थोरै भाग मात्रै बुनेर अनि बीचको भाग खाली राखेर अनि धागोले यस्तो त्यो जुन के भन्छ क्रसवाला सुर्के गाँठा हुन्छ नि त्यस्तो पाराले बनाउँदा पनि हुन्छ। तर मैले यो यस्तो तरिकाले बनाएको छु। यसमा पछि बटन राख्दा पनि हुन्छ, नभए धागोकै त्यसै सुर्के गाँठा पार्दा पनि हुन्छ।
एकपट्टिको साइडको मैले सकिसकेको छु भने अर्कोपट्टिको साइडको पनि यसरी नै बनाउँदैछु। हजुरहरूले बुझ्नुभएको छैन भने सुरुमा चाहिँ मजाले पहिला भिडियो हेर्नुहोस् अनि मात्रै ट्राई गर्नुहोस् है। कोही बेला बुझ्दैन, अलिकति क्यामेरा नजिक गरेर खिच्न पनि मलाई त अलिक अप्ठ्यारो भयो, त्यसले गर्दा अलिक टाढै छ। यसरी यो थोरै भाग मैले राखेको छु अनि यो दुईपट्टि थोरै थोरै मैले यसरी बुनेको छु। अब यसलाई सुल्टो बनाउने। सुल्टो बनाइसके पछाडि हाम्रो कुसनको सेट तयार भएको छ। हाम्रो कुसन अब यस्तो देखिएको छ, हेर्नुहोस् त। अब यसमा फुलहरू एट्याच गर्नु बाँकी छ अनि टक टक फुल राख्ने अनि यो छेउछेउको कभर भाग अब बुन्ने नेक्स्ट भिडियोमा हुन्छ है। यसरी नै हामी कुसन रेडी गर्छौँ। राम्री तिमी फुल झैं शीतल तिमी जुन झैं उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा। एउटा प्योर हार्ट भएको मान्छेले के सोच्छ नि अरू मान्छे नै आफै जस्तो होस् भनेर सोच्छ क्या, होइन? अनि के हुन्छ यहाँ त अब एउटै आमाबाट जन्मेको सन्तानको त एउटै नेचर हुँदैन, डिफ्रेन्ट हुन्छ भने यो त दुनियाँ छ होइन, फरक भइहाल्छ नि। अनि मैले म जस्तै अरू खोज्नु पनि मेरो गल्ती होला होइन, म जस्तो खोजेर पाउँदा पनि पाउँदैन। त्यही भएर बरु जे छ त्यही सिचुएसनलाई एक्सेप्ट गर्ने, अगाडि बढ्ने बाहेक के छ र भन्छु। म आफूलाई सेल्फ मोटिभेट गर्छु क्या। अनि त्यसरी गरिरहेको छु। अब समटाइम एकदमै त्यस्तो फिलहरू चाहिँ आउँछ, दुःखको टाइमहरू नि आउँछ। खुसी भएको टाइमभन्दा बढी हामीलाई दुःखहरू याद हुन्छ क्या। एकदमै धेरै डिमान्ड रहेको यो कुसन चाहिँ यति धेरै बनेको छ है। यदि हजुरहरूलाई पनि चाहिन्छ भने अर्डर गर्न सक्नुहुनेछ है। वाट्सएपमा या टिकटकको मेसेज बक्समा हजुरहरूले मेसेज गर्न सक्नुहुनेछ। अनि सिक्न मन हुनेहरूले पनि भिडियोहरू हेरेर यो बनाउन सक्नुहुनेछ। मैले भिडियोहरू सबै पार्ट 1 पार्ट 2 गर्दै सबै भिडियोहरू राखिदिएको छु है त। सबैजनाले हेरेर बनाउन पनि सक्नुहुनेछ। बनाउन टाइम नहुनेहरूले चाहिँ अर्डर गर्न सक्नुहुनेछ है त। हर पल हजुरहरूकै के भन्छ इच्छा र चाहनालाई पुरा गर्नको लागि चाहिँ हामीहरू लागि परिरहेको छौँ। यदि हजुरहरूलाई हातले बनाएको सामानहरू मनपर्छ भने अर्डर गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर दिस योर अर्डर।